So hello everyone, welcome back to my YouTube channel. आज चाहिँ म चाहिँ उता नुवाकोट मैदान भन्दा अलिकति तलपट्टि चाहिँ अब जाँदैछु र त्यहाँ चाहिँ दाइको फ्यामिलीको यसो बर्थडे नट बर्थडे बाहिरबाट मान्छेहरू आउनु भएको छ सो यसो सेलिब्रेसनको लागि जान लागेको सो रोडहरू पनि एक्सट्रिम छ होला त्यहाँ चाहिँ हैन सो हेर्नुस् इन्जोय गर्नुहोस् ल गाइज अब चाहिँ हामी गुर्जे भन्ने ठाउँ हो यो चाहिँ हैन सो यसबाट अराउन्ड कति 2 आवर्स जति राइड गर्छौँ होला रोड चाहिँ राम्रै छ यहाँको हैन हाम्रो सेते सरले मार हान्दिनु भयो नि त झ्याप्पै कति सर्टमा 1 सर्ट 2-3 सर्ट खुकुरी त खतरा छ त यार यो त कसको यो कहाँ सक्छ यार मैले यसको लागि त यसको लागि एक्सपिरियन्स चाहिन्छ क्या हान्नेले 1 सर्टमा हान्छ नहान्नेले त 10 चोटि 15 चोटि पनि हान्दैन नि हैन हाने त त्यसले हाने हैन यसले हाने हो र तेरीको ल गाइस यो चाहिँ हामी ओर्फोली आइपुग्यौँ ओ बाटो त यस्तो छ नि त बाटो त गाइस अस्ति कुन चाहिँ भ्लगर पनि आइरहेको थियो क्या ल यहाँ पनि राम्रै ठाउँ छ सो यहाँबाट माथि गयो भने चाहिँ हामी सिक्सेमा पुग्छौँ ल नाइस छ झर्ना चाहिँ ल हामी चाहिँ माथि बाटो जान्छौँ तल बाटो चलि बाटो खतम छ भनेर सुनिरहेको छ होइन सो ल अहिले त त्यो सले राम्रै बनाएको छ पहिलाको त खै रोड त यस्तै हो मेरो चाहिँ फेरि पिच रोडवाला छ टायर यस्तो ग्रिप छैन होला अलिकति पर्छ गयो गाडी हामी चाहिँ माथिबाट जान्छौँ गाइज गइहाल्छ मेरो बाइक स्क्रैचेस हुने भयो क्या हो पाङमा चिप्लिन्छ कि चिप्लिँदैन म डाउट लाग्यो यार जस्तै हो यो त चिसो पानी जाने बाटो हो नि चिसो पानी जाने डोजरले बिहान भर्खरै खने रहेछ क्या यो त बाटो त यस्तै छ त बाटो भनेको यस्तो हो बाटो त लाम ल पुडी चाहिँ त्यही हो पुडी भन्ज्याङ भन्छ त्यसलाई चाहिँ हामी चाहिँ त्यहाँबाट तलतिर झर्छौँ त्यसलाई चाहिँ मासु पुडी भन्छ होइन तिमी नै हो मासु पुडी
अगेन आयो रोड यस्तो छ रोड नेपाल देख्दै हाल्नुपर्छ यसलाई ल गाइज है यस्तो छ रोड ल स्लाइड खाइदा ओहो नि त भाइ साहब से यहाँ रहेछ नि त बाटो बाटो त यस्तै छ लास्ट ओहो यो त पुरै भर्खर डोजरले खनाएको छ यता पनि भन्न हामीले थाहा भएर माथि बाटो हाले ठिकै भयो तल बाटो हाले फस्ने रहेछ अहिले ल गाइज यो माथि बाटो हाले ठिक छैन अब तल बाटो हाल्नु पर्यो लो मेरो जुत्ता हिलोने भयो ओ माई गड के हो यार यो त बाटो बनाउनु पर्ने हो सरकार ओइ फ्ल्याट खाए त ल डबल लोड छौँ बाइकमा हामी ल गयो बाइक चाहिँ ओइ सिक्ली ल क्रस भयो भाग पनि ल हामी चाहिँ यसमा हाल्छौँ खाल्टोमा ओइ खाल्टो त पुरा बाइक डुब्ने रहेछ त्यहाँ यो त ए तेरिका झन्डै मेरो बाइक गएन पाङ्रा पखाल्नु बोलाउने हालेको बाइकै डज भएर भयो मात्र खाल्टो हो बाटो त फेरि बाटो कालो रातो भन्ज्याङ आइपुग्यो यसो ल हेर यहाँको हालत पुडी भन्ज्याङ आइपुग्यो ल अब चाहिँ हामी एउटा तल जाने नि त ल हामी लेफ्ट टर्न गऱ्यौँ कता छिर्नुपर्ने ल भन् तेरिका लगाइदिएर खुट्टा सुट्टा हालत त्यस्तै छ ल यही नै हो पुडी भन्ज्याङ हेर्नुहोस् होइन यसलाई चाहिँ पुडी भन्ज्याङ भन्छ तलपट्टि गर्ने तल्लो पुडी भन्ज्याङ हजुर है ल म चाहिँ अब खुट्टा पखाल्छु होइन अफरोड त जस्तै हो ओह थ्याङ्क गड पानी धन्न आउँदो रहेछ यार अब जुत्ता राइडिङको मजा नै यसमा छ हेर्नु ल पुरा धानै धान छ हेर्नु न पारितिर सो अर्को दाइको चाहिँ ससुराली चाहिँ पारीको चाहिँ डाँडातिर हो सो अहिले चाहिँ हाम्रो काइलो दाइको तलतिर ससुरालीतिर जाँदाको त्यहाँ गएर हामी खाजा खान्छौँ सो उयो खासै भन्नुपर्दाखेरि अर्को चाहिँ मैले बिर्सेँ त्यो पारीको त्यो डाँडा क्रस गर्ने बित्तिकै चाहिँ त्यहाँ खतरा एउटा ठुलो झरना छ होइन त्यहाँ सो मान्छेहरू त्यहाँ पनि घुम्न जान्छन् अनि यो रुटको स्ट्रेट गयो भने चाहिँ हाम्रो त चिसो पानी पुगिन्छ सो यो पारीको त्यो माने भन्ज्याङ हो त्यो डाँडा माथिबाट गयो भने लम्बु टच हुन्छ ल अब चाहिँ हामी तलपुरतिर जान्छौँ हजुर काटिसकेको छ यहाँ त ल भइसकेपछि काटिसकेको छ यहाँ राका यो चाहिँ तल्लो पुडी जाने बाटो हो पारी चाहिँ सिक्दै हामी जानु पनि कता दाइ सिधै उयो घर हो अगाडि ए ल उयो अगाडिको घर ल हाम्रो दाइको ससुराली आइपुग्यो होइन यहाँ त चिप्लिँदैछ बाइक ल भाइको ससुराली आयो ओहो स्कुटी त नयाँ ल्याएर छ भाइ झन्डाइदिउँ
झुन्दा नि ल बस्छ